हेलो साथीहरू, स्वागत छ मेरो नयाँ मोटो भ्लगमा। आज चाहिँ म माछा पोखरीदेखि माथि नागार्जुन ब्यारेक जाँदैछु है। बाटोको क्रममा खिचेको दृश्यहरू भिडियोहरू तपाईँहरूमाझ प्रस्तुत गर्दैछु। कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला र मेरो च्यानललाई साथ सपोर्ट पनि गर्नुहोला र मेरो च्यानललाई सब्सक्राइब पनि गर्नुहोला है त साथीहरू। सँगै बसेर पुरा भिडियो हेरेर मनोरञ्जन लिउँ है त साथीहरू। यो हाइवे चाहिँ अब ठ्याक्कै काठमाडौँ त्रिशुली राजमार्ग भनिन्छ यसलाई चाहिँ। यहाँबाट लेफ्टतिर लागेर काठमाडौँ त्रिशुली राजमार्गतिर लाग्दैछु। यहाँबाट सिधै माथि गयौँ भने राजमार्ग, सिधै माथि राजमार्ग गयौँ भने नागार्जुन ब्यारेक गेट आइपुग्छ है साथीहरू। लास्टको है त साथीहरू, हेर्नुहोस् दामी देखाएको छ है भ्यू चाहिँ। आकाश पनि बादल सही देख्छ, दामी देखाएको छ बादल पनि। भ्यू चाहिँ राम्रो आउँदो रहेछ। साथीहरू, मैले ठ्याक्कै आर्मी ब्यारेक गेट आइपुगेँ। गेटमा चाहिँ भिडियो गरेको थिइनँ, त्यहाँबाट भित्र पसिसकेपछि भिडियो सुरु गरेको छु। भित्र चाहिँ यो नागार्जुन ब्यारेक है, ब्यारेक नागार्जुन राष्ट्रिय निकुञ्ज भित्रको दृश्य यो चाहिँ। म माथि जानुपर्ने थियो साथीहरू, अपलोडिङ भएको भएर भिडियो चाहिँ एकदम हल्लिरहेको छ है। कस्तो लाग्छ तपाईँहरूलाई मेरो भिडियो भन्नु होला है त साथीहरू। अझै सुधार गर्दै जानेछु, भिडियोलाई राम्रो बनाउने कोसिस गर्नेछु अझै। तपाईँहरूको साथ सपोर्ट अनि तपाईँको प्रत्येक प्रतिक्रियाले यहाँ चाहिँ मन्दिर छ, मन्दिरलाई दर्शन गरेर अगाडि बढौँ है त साथीहरू। मन्दिर छ, मन्दिरलाई दर्शन गरेर अगाडि बढौँ।
साथीहरू तपाईँलाई मेरो भिडियो कस्तो लाग्यो र साथ सपोर्ट दिनुभएकोमा धन्यवाद। फेरि भेटौँला अर्को भिडियोमा अनि ब्लगमा है त साथीहरू। थ्याङ्क यू।